धेरै पछि भ्लग आज चाहिँ हामी भक्तपुर आइसकेका छौँ। गरी पसालो फोनबाट कस्तो छ गरिब भएला नि कहिले काहीँ खाउनु पर्छ। सो आज चाहिँ हामी एउटा भिडियो बनाउने प्लानमा छौँ। सो धेरै पछि भ्लग पनि ट्राई गर्दैछौँ। ल आज चाहिँ अब निरज आउँदैछ अनि हामी यसो बाहिरतिर घुम्न जानेछौँ। वाट्स टिल द एन्ड। आजको वेदर एकदम दामी छ है, एज यु क्यान सी। हामी भक्तपुर जाँदैछौँ। यहाँसँग छ हामीसँग निरज अहिले ल भक्तपुर वे टु भक्तपुर। अहिले हामी हाउस टुर ल अगाडि हामी हाउस टुर गर्न जाँदैछौँ। चाहिँ हामी कोटेश्वर पुगिसकेको छौँ। कति जडीबुट्टी होइन यो त जडीबुट्टी पुगिसकेको छौँ हामी। मलाई यताबाट जानुपर्ने हो, यहाँभित्र जाने ए यताबाट ठिक छ। यो बाटो लाग्छ झ्याउ चाहिँ लामो अघि नै छ। कहाँबाट आएको यो समात्नुपर्छ यसलाई, यसलाई समात्नु। पुगिसकेको छौँ हामी। अहिले चाहिँ फेरि गर्मी सुरु भयो, घाम लाग्न थालिसकेको छ। आवाज त केही सुनेको छैन होला। अहिले चाहिँ फिसलाई माछा साछालाई खुवाउनु जाँदैछौँ। यहाँ पर परिवारलाई खाउ गरी बचाएर फोनबाट कस्तो छ। अहिले चाहिँ हामी आइसकेको छौँ यता। अहिले चाहिँ हामी भक्तपुर आइसकेको छौँ। भक्तपुर आएर अब हामी लोकल फुडहरू ट्राई गर्छौँ। एकछिन आराम गर्दैछौँ हामी है। अहिले चाहिँ हामी आइसक्यो भक्तपुर। अघिदेखि आइसकेको थियो, भक्तपुरबाट भक्तपुर पुगिसकेको छौँ। जुदो खाँदैछौँ। गरिब भएला नि कहिले काहीँ खाउनु पर्छ। उनीहरूको नि पेट हो, भोक लाग्छ। चाहिँ मेट्रोपोल अगाडि अब कहाँ जाने? लोकल मोमो खाने खाने है जान हो अहिले अरू हेरौँ न। अहिले हामी तुर्फी खाँदै अब यहाँबाट चाहिँ हामी के अरे कमल विनायक जाँदैछौँ। कमल विनायक। यहाँ लोकल स्ट्रिट फुड खानलाई भोइस चाहिँ आएको छ कि छैन थाहा छैन। त्यही पनि भ्लग चाहिँ लास्टसम्म हेर्दैन होला। अब यसले साँच्चीकै स्विङ पनि निकाल्छ म्युजियम। अहिले हामी बाटो हराइसकेको छौँ। In 400 meters, turn right onto Gary Pandara Road, conducting Kamal Vinayak Way. ल अब त्यही गएर भेटौँला। हो सजिन के दिन्छ मलाई एक बटा चिप्लिन्छ यार न समाज। यतिकै राखिराख्नु भन्नुहोस्।
यस्तो लेख्छु यो भर्खर खाइरहेछ गरिब बच्चाहरूलाई खुवाउनुपर्छ गरिब बच्चाहरू पनि मान्छे हो गरिब बच्चाहरूले यसो खुवाउनुपर्छ अब खाएर भेटौँ त्यो बुढाहरूलाई नै मुन्न बन्न आउँदैछ त्यस्तो मेरो फाइन कस्तो लाग्यो एकदम मेरो ठुलो सपना थियो पुरी दाइले थ्याङ्क्स टु पुरी दाई थ्याङ्क यू पुरी दाई पुरी दाई अभियसली सन्जु मोक्तान टेक 2 अहिले चाहिँ हामी यता बतासे डाँडा आइपुगिसकेको छौँ भक्तपुरबाट अघि नै फर्किसकेको छौँ र लुक एट द भ्यू सनसेट हुने टाइममा दामी छ भ्यू यहाँ छ हाम्रो त्यो निरज एमजी दाई एमजी दाई तेरो कति खर्च भएर आएको डिटेलहरू सोध्छ सबै सोध्यो डिटेल सोध्दा सबै याद आउने एकदम इन्टेलिजेन्ट हो पगरको डाटा प्याट भन्छ नि हामी लास्टमा त कसरी याद भयो भन्दाखेरि अनि जब चाहिँ यसमा काउन्टरमा बस्ने यो अर्डर यो अर्डर यो यसमा यो त्यसमा त्यो धेरै यो राख्ने पर्ने आजलाई यति नै भ्लगिङ